हेलो साथीहरू, फेरि पनि स्वागत छ तपाईहरुलाई। योभन्दा अघिल्लो भिडियोमा चाहिँ हामीहरूले अत्तरिया कैलालीदेखि साँपे अछामसम्मको यात्रा तपाईहरुलाई अघिल्लो भिडियोमा देख्न सक्नुहुन्छ। यो भिडियो आजको भिडियोमा चाहिँ तपाईहरुलाई हामी साँपे बगर अछामदेखि रामारोसनसम्मको यात्रा देखाउन गइरहेका छौँ। हामी लागिसकेका छौँ। यो चाहिँ साँपे बगरको पुल रहेको छ। हामी रामारोसनतर्फ गइरहेका छौँ। हामी चाहिँ 2.5 घण्टादेखि 3 घण्टासम्मको बाइक यात्रा गइरहेका छौँ। रामारोसनको सुन्दर दृश्य तपाईहरुलाई देखाउने छौँ एकछिनमा। सबैले पुरा भिडियो हेरिदिनु होला। रामारोसन जाने बाटो कुन हो? बिचको कि यतातिर? तपाईँ रामारोसन पुग्ने? रामारोसनै पुग्ने हो, लेकै पुग्ने। जानु त अब यो बाटो छोटो हुन्छ। यो बाटो ठिक छ। अब त्यो बाटो राम्रोको लागि यो बाटो ठिक छ, छोटोको लागि यो बाटो पनि पुगिन्छ, त्यो बाटो पनि पुगिन्छ। तर यो छोटो पर्छ। यो छोटो पर्छ, राम्रो तलको छोटो पर्छ। हामीहरू लागिसकेका छौँ। रामारोसन जाने बाटो यही हो? रामारोसन जाने बाटो यही हो। कतिखेर पुगिन्छ? कति टाइम लाग्छ त? रामारोसन त टाढै हो होइन? कति घण्टा लाग्छ होला? लाग्ला 2-2.5 घण्टा। छोटो बाटो कुन हो? यही हो कि? छोटो भने नि जे भने यही हो। अब यहाँबाट जयगढ जानु पऱ्यो होइन? यो बाटो जयगढ बजार आउँछ, त्यहाँबाट उता मङ्गलसिंहतिर जाने होइन? यो जानु पऱ्यो त। ए हस्, धन्यवाद। गाइस, अब हामी निस्किसकेका छौँ। केही समयपछि हामी तपाईँहरूलाई अन्य जानकारी गराउँछौँ। बाटो पनि पुरा खतरनाक छ। 1 घण्टा होइन, 2 घण्टा लाग्छ। 2 घण्टा होइन, 4 घण्टा लाग्यो भने हामी तत्पर छौँ रामारोसन जानको लागि। सायद हामी गलत बाटो आएछौँ। राम्रो बाइक देखिरहेको छ। अब चाहिँ बिस्तारै एकदमै खतरा सिन प्लस बाटो छ। अब के गर्ने, क्याब त एकदमै राम्रो भइरहेछ साथीहरू। हाई ओहो गयो बहिनीले। गाइस देख्न सक्नुहुन्छ अब के भन्ने यो बादल, यो आकाश एकदमै राम्रो देखिन्थ्यो होला। देख्न सक्छौ गाइस, एकदमै जोखिम बाटो छ। गाह्रो भइरहेछ हामीलाई गाडी चलाउन पनि। एकदमै यता गाह्रो भइरहेछ गाडी चलाउन। यहाँ चाहिँ एकदमै चुनौतीपूर्ण बाटो रहेको छ साथीहरू। यसबाट हटेछ कि कहिले तिमी? सुदूर अब दूर नै, झिक्कै झिक्कै माया तमलाई। आइजाओ घुम्न। ल हाम्रो भाइहरू छन् यहाँ है। रामारोसनतिर हामी जाँदाखेरि हामीले भाइहरूलाई एकदमै ह्यान्डसम खतरा भाइहरूलाई भेटेका छौँ। भविष्यका उनीहरू कर्णधार हुन्। भाइ तिम्रो नाम के हो भन त? तिम्रो नाम? गइरहेको छ रमेश साउन्द भाइ। तिम्रो नाम? भाइ तिमीहरू पनि आउनु यता है। हामी तिमीलाई पछि भ्लगमा हाल्छौँ, भिडियोमा अगाडि ल अगाडि हाम्रो लुक त्यति दामी, हाम्रो सर पनि फ्यान, भारी त्यो झोलाको गीत जान्थ्यो जहिले, एसएमजी सुरु हुँदा फ्यान हुन्थ्यो जहिले, एक हुन्थ्यो कोपा कुडे खान्थ्यो सबले, पढाइको बाल थिएन चिनमा हुन्थ्यो जहिले, पढाइरहन्थ्यो सर हामी खाइरहन्थ्यो जहिले, चालु हुन्थ्यो क्लास हामी हाँसिरहन्थ्यो जहिले, एकअर्काको बिल्ला खाँदै दिन हाम्रो बित्थ्यो, एकले हल्ला गर्दा बित्ती अफिसतिर पुग्थ्यो, एक पेनलाई झेउ लाग्दा सबै फ्यान सुत्थ्यो, घन्टी लाग्दा बित्तिकै टोइलेटतिर पुग्थ्यो, माया धेरै पाएँ तर कुटै पनि पाएँ। केटाहरू साथमा उले थियो सानो ग्याङ, पढाइतिर कहिले पनि दिएन ध्यान, हाम्रो लुक त्यति दामी, हाम्रो सर पनि फ्यान। ल भाइ ल खतरा छ भाइको ऱ्याप चाहिँ एकदम राम्रो है बाबा। अरूकोलाई आउँछ तिमीलाई नै आउँछ होला नि।
पर्दैन गाइस कतिमा पर्छ गाइस भाइले ऱ्याप खतरा हानिसकेको छ भाइको नाम के रे भन्देऊ त रमेश साउद भाइले खतरा ऱ्याप हानिसकेको छ गाइस भिडियो भाइरल हुनुपर्छ ल गाइस हामीहरू निस्किरहेका छौँ अब यो बाटो हामी रामारोसनको लागि निस्किरहेछौँ छमा पर्छ तिमी ओ माय गॉड ल भाइ है धेरै समयको राइड पछि हामी यहाँ पुगेका छौँ यहाँ खोला छ यस खोलादेखि हामी यहाँ भर्खरै एकछिन आराम गर्नको लागि रोकेका छौँ यो खोलादेखि 26 किलोमिटर यात्रा हाम्रो रामारोसनको रहेको छ हामी फेरि 26 किलोमिटर यात्रा रामारोसनको गर्नेछौँ यता आउन स्वर्ग आधी घन्टा अझै तलबाट गयो पनि हुन्थ्यो र तलबाट हुँदैन यही बाटोमा त्योहरू हाम्रो बाइक चाहिँ यता छ हामी चाहिँ अब रामारोसनको आधा घन्टा दुरीमा छौँ यो चाहिँ बाटो हो हामी चाहिँ एकछिन यहाँ यस्तो राम्रो दृश्य इन्जोय गर्नको लागि आराम गर्दैछौँ यहाँ दाइहरू बस्नु भएको छ दाइहरू यहाँबाट हामी रामारोसन पुग्न कति टाइम लाग्छ दाइ 20-25 मिनट लाग्छ अरे अझै यो चाहिँ बाटो रहेको छ उता जाने उता चाहिँ यो उता देखिरहेको त्यो कालीकोट हो नि दाइ अलरेडी अनि उताको बजार यो बाटुला साइन रे सुन्दर दृश्यको मनोरञ्जन लाग्दै हामीहरू रामारोसनको यात्रामा फेरि लाग्दैछौँ हामी चाहिँ भर्खरै रामारोसन पुगिसकेका छौँ देख्न सक्नुहुन्छ रामारोसन पर्यटकीय क्षेत्र एकदमै मौसम चिसो रहेको छ धेरै समय बाइक यात्रापछि हामी यहाँ पुगिसकेका छौँ हामी चाहिँ अब यहाँ भर्खरै पुगेर यहाँ हाम्रो न्यू रामारोसन गेस्ट हाउस छ यता स्टे गरेर एकछिन हामी माथि लेकतिर मन्दिरतिर दर्शन गर्न जानेछौँ तपाईँहरूलाई एकछिनपछि हामी लेकको भ्यू मन्दिरको भ्यू देखाउनेछौँ तपाईँहरू पनि आउन सक्नुहुन्छ यहाँ पछाडिको दृश्य हामी आफ्नो यो न्यू गेस्ट हाउसको रुममा गइरहेका छौँ अब एकदमै थकान लागिसकेको छ हामीले स्टे गर्नुपर्ने रुम तपाईँहरूलाई देखाउन सक्छौँ कसरी अरू रामारोसन पुगिसकेका छौँ हामीहरू चाहिँ न्यू रामारोसन गेस्ट हाउसमा स्टे गरेका छौँ भनेपछि यहाँदेखिको यो सुन्दर दृश्य देख्न सक्नुहुन्छ एकदमै चिसो मौसम छ हामी चाहिँ यो बाटो हुँदै यहाँदेखि हिँडेर अब 20-25 आधा घन्टा जति 15-20देखि आधा घन्टा 30 मिनटसम्मको यो पैदल यात्रामा हामी लेक र मन्दिर दर्शन गर्नेछौँ साथीहरू आज चाहिँ हामी रामारोसनमा भर्खरै रामारोसनमा पुगिसकेका छौँ दाइकै होटलमा हामीले स्टे पनि गरिसकेका छौँ अब चाहिँ हामी यात्राको लागि रामारोसन टेम्पल र लेकको यात्राको लागि हामी गइरहेका छौँ दाइ केही भन्न चाहनुहुन्छ यो ठाउँको बारेमा यहाँ सम्पूर्ण पर्यटकहरूले आउनु होला दाइको बारेमा केही सुनिदिनुहोस् दाइ केही भन्न चाहनुहुन्छ नजिक ल्याउनु 12 खण्ड 18 खण्डले परिचित रामारोसन पर्यटकीय क्षेत्र यता 12वटा तालहरू रहेको छ यता अब 18वटा सानसानो घाँसे मैदानहरू रहेको ठाउँ हो यहाँदेखि हजुरलाई जानलाई अब 10 मिनटमा
बाटुला ताल हुँदै त्यसपछि निगले ताल हुँदै हजुरले रसुन मैदान पुग्नुहुन्छ। त्यसपछि हजुरको यात्रा त्यसपछि किन्मिनी मैदान पाटनहरू पनि छ, सबै पाटनहरू छ। ल धन्यवाद, सबैले घुम्नु होला राम्रोसँग हजुरहरूलाई। ल दाइले भनेअनुसार हामी 10 देखि 15 मिनट हामी यहाँदेखि हिँडेर लेक र मन्दिरको दर्शन गर्नेछौँ। सम्पूर्ण पर्यटकहरूले यस रामारोशन स्थानमा अवश्य आउनुहोला, दाइलाई भेटेर जानुहोला, दाइको होटलमा स्टे पनि गर्नुहोला। बाई बाई। चलो गाइज अब हामी चाहिँ रामारोशन तालको लागि हिँड्दैछौँ। हामीहरू त्यहाँ चाहिँ लेक हेर्नेछौँ, मन्दिर हेर्नेछौँ। हुनुहुन्छ यस्तो काम गर्नु पर्यो नि। हो धेरै थाकिसकेका छौँ, हामी हिँड्दैछौँ सक्नुहुन्छ। हामी चाहिँ मन्दिर देखिरहेको छ, मन्दिर पुगिसकेका छौँ। एकदमै रमाइलो ट्रेकिङ भइरहेको छ। मिनी लेक रहेको छ, योभन्दा पनि योभन्दा पनि ठुलो लेक अर्को रहेको छ। हामी चाहिँ ट्रेकिङ गर्दै हिँड्दै एकदमै उत्सुकताका साथ हिँडिरहेका छौँ, देख्न सक्नुहुन्छ। चाहिँ मिनी मन्दिर रहेको छ। हामी चाहिँ जिङ्ले ताल रामारोशनमा पुगिसकेका छौँ, देख्न सक्नुहुन्छ। यस तालको सुन्दर दृश्य, एकदमै आनन्द सुकुन मिल्ने ठाउँ, धेरै ठुलो ताल रहेको छ। हामी अब यो तालको एकदमै सुन्दर दृश्यमा मनोरञ्जन लाग्नेछौँ। सिङ्गल ताल, सुन्दर दृश्य, चिसो हावा चलिरहेको छ, एकदमै मन छुने चिङ्ले ताल। धेरै ठुलो ताल रहेको छ यो दृश्य तालको रहेको छ, सुन्दर ताल। भिडियो लेक आँख है भरी भरी और तुम मुस्कुराने की बात करते हो। हेलो गाइज, अब हामी चाहिँ नि लेक सकेर चौरतर्फ पुगेका छौँ। हेर्न सक्नुहुन्छ एकदमै राम्रो भ्यू। हाम्रो साथी अभिषेकले उता हिँडिराख्नु भएको छ, मजा आइरहेछ गाइज, मजा आइरहेछ। गाइज लेक, अनि लेकको साइडमा हामी एकदमै सुन्दर भेडाहरू, यहाँ भेडाको साथमा हाम्रो साथी भेडा पनि छ सँगै। यहाँ चाहिँ कति लाग्छ भन्यो राजा? ओके, म त केही भन्दिनँ। त्यो होइन ग्राउन्ड, उता माथि उतिनेर पुगिसक्यो। अब फुलै फुलको बगैँचामा हाम्रो यत्रो पर्खाइपछि तपाईँहरू यहाँको सुन्दर दृश्य देख्न सक्नुहुन्छ। एकदमै रमाइलो भेडाहरू चढ्दै गरेको पहाडको सुन्दर दृश्य देख्नुहोस् गाइज, एकदम रमाइलो छ।
रामा रोशन आउनु होला सबैजना। साथीहरू अब चाहिँ अहिले चाहिँ हामी रामा रोशनको चौरमा पुगेका छौँ। हामी म मेरो साथीलाई केही क्वेसनहरू गर्नेछु। ल साथी, तपाईँले कस्तो लाग्यो यो रामा रोशनको चौर, रामा रोशनको भ्यू कस्तो लाग्यो तपाईँले केही भनिदिनु न। चाहिँ लगभग 10, 12, 13, 14 घन्टाको सफरपछि फाइनली हामी रामा रोशनको प्रसिद्ध चोक पर्यटक स्थलमा पुगिसकेका छौँ। देख्न सक्नुहुन्छ यो डाँडा, यो हेर्न हजारौँ दर्शकहरू दिनमा यहाँ भित्रिनुहुन्छ। एकदमै देख्न सक्नुहुन्छ, एकदमै सुन्दर दृश्य गाइज। तपाईँहरूले यो दृश्य हेर्न रामा रोशन अछाममा रामा रोशनमा आउनुपर्ने चाहिँ यहाँको मौसम हावापानीले मनमोहक गरेर एउटा हाम्रो साथी फाइनली हामी चाहिँ रामा रोशनमा पुगिसकेका छौँ। साथी हाम्रो दृश्य कस्तो छ रामा रोशनको प्लिज सम्पूर्ण दर्शकहरूलाई भनिदिनुहोस्। निकै लागेको अलिकति अब छेउ बाटोमा बाटो एकदमै चुनौतीपूर्ण छ कि यहाँका जनप्रतिनिधिहरूले अलिकति हेर्दै होस्, राज्यको पनि अलिकति दृष्टि जाओस्। यस्तो पर्यटकीय क्षेत्रमा देश विदेशदेखि मान्छेहरू सम्पूर्ण आउने गर्दछन्। खासै मलाई चाहिँ अछाम बोल्न नआए पनि मैले ट्राई गरेको छु। साथीहरू कस्तो लाग्यो? हामी चाहिँ खाना खानको लागि आइसकेका छौँ माथिदेखि तल। र दाइले चाहिँ टक्क खाना आइसक्नु भएको छ, देख्न सक्नुहुन्छ। एकदम मस्त स्वादिष्ट खाना छ। अब चाहिँ हामी यतै बसेर मस्त चिसो भइरहेछ मौसम चाहिँ खाना खानेछौँ। चिसो भइरहेछ, आगो ताप्दै हामी यता चुलामा खाना खाँदैछौँ। अर्को साथी चाहिँ हाम्रो उता बस्नु भएको छ। यो चाहिँ हाम्रो भान्सा रहेको छ। हामी चाहिँ अब यहाँ यस्तो खाना खानलाई मस्त खाना तातो खाना राम्रो रहेको छ, एकदम स्वादिष्ट। एकदम मिठो छ, तरकारी पनि बबाल छ। हेर्न सक्नुहुन्छ। हामी चाहिँ खानासाना खाइसकेर मस्त सुत्नको लागि चाहिँ हामी अब रामा रोशनको रुममा आइसकेका छौँ। यहाँ अङ्कलको गेस्ट हाउस थियो। हामी चाहिँ यहाँ अब मस्त एकदमै राम्रो बेड सुविधा। हाम्रो साथी चाहिँ यहाँ मोबाइल चलाउँदै हुनुहुन्छ। अब एकदमै थकान छ हामीहरूलाई। सुत्ने तर्करमा छौँ। तपाईँलाई चाहिँ हामीले बेड देखाउन गइरहेका छौँ। हामी चाहिँ सुत्ने छौँ। तपाईँहरूलाई चाहिँ गुड नाइट भन्न चाहन्छौँ। गुड नाइट गाइज। हामी चाहिँ हिजो साँझ यतै स्टे गरेका थियौँ। न्यू रामा रोशन गेस्ट हाउस। एकजना अङ्कल हुनुहुन्थ्यो, असाध्यै राम्रो हुनुहुन्थ्यो। चाहिँ अङ्कलले बिहान बिहान एकदमै राम्रो चिया बनाएर हामी चिसो मौसममा चिया पिउँदैछौँ। आजको बिहानको मौसम मर्निङको 7 बजीको देख्न सक्नुहुन्छ। एकदमै सुन्दर पहाड देखिरहेको छ। यो दृश्य रामा रोशन जाने बाटो, यो रामा रोशनको सुन्दर दृश्य देख्न सक्नुहुन्छ। ल साथीहरू, अब चाहिँ हामी घरतिरको यात्रामा लागिसक्यौँ। हामी चाहिँ अब दाइको होटलबाट टक्क घरतिर गइरहेछौँ।
दाइलाई पनि बाई बाई भन्न चाहन्छु दाइ। ल ल फेरि भेटौँ सबै साथीहरू जुन यता रामारोसन आउनुहुन्छ सबैले चाहिँ हाम्रो न्यू रामारोसन गेस्ट हाउसमा आउनु होला, दाइलाई भेट्नु होला। एकदमै रमाइलो छ, आफ्नै घर जस्तो फिल हुन्छ, सबैले बसेर यहाँ रमाइलो गरेर जानु होला। ल हुन्छ, बाई बाई अङ्कल। ल ल बाई बाई दाइ। ल बाई बाई। साथीहरू अब चाहिँ हामी रामारोसनदेखि घरतिरको यात्रामा लागिसकेका छौँ। तपाईँहरूलाई हाम्रो सजेसन चाहिँ के हुनसक्छ भनेपछि तपाईँहरू रामारोसन आउँदै हुनुहुन्छ भनेपछि एकदमै तपाईँलाई आवश्यक पर्ने सामग्रीहरू भनेको न्यानो लुगाहरू, न्यानो ज्याकेट, न्यानो ट्राउजर, जुत्ता, हातमा पन्जा र आफूलाई अति आवश्यक पर्ने सामग्रीहरू अवश्य ल्याएर आउनुहोला। एकदमै राम्रो ठाउँ छ, पर्यटकीय स्थल, धार्मिक स्थल पनि मानिन्छ। तपाईँहरूले एकदमै एकचोटि भिजिट गरेर जानुहोला, यही भन्न चाहन्छु।